हेलो एभ्रिवान आज चाहिँ मैले घरमै सजिलो तरिकाबाट दुनोट बनाउन गइरहेको छु। यसरी एउटा कचौरामा मैले मनतातो दुध राखेको छु, देख्न सक्नुहुन्छ। अनि मैले 1 चम्चा चाहिँ ड्राई यीस्ट पनि एड गरेको छु। यसरी ड्राई यीस्ट एड गर्नाले चाहिँ दुनोट नरम अनि फुल्न पनि मद्दत गर्दछ। दुधसँग 1 चम्चा ड्राई यीस्ट चाहिँ मजाले घोलिनुपर्दछ। जति धेरै घोलियो त्यति नै धेरै राम्रो हुन्छ दुनोट। अनि मैले दुनोट बनाउनको लागि पिठो पनि रेडी गरिसकेछु। यसरी पिठो रेडी गरिसकेपछि 1 अथवा 2 घन्टा चाहिँ यसलाई ढाकेर राख्नुपर्दछ। 2 घन्टापछि मैले यसरी हेर्दाखेरि चाहिँ पिठो नरम अनि अ, फुलेर डबल पनि देखिएको छ। अब मैले चाहिँ दुनोटको आकारमा यसरी चेन्ज गरिसकेको छु। अब यसलाई चाहिँ थोरै तेल राखेर फ्राई गर्न सकिन्छ। फ्राई गरिसकेपछि चाहिँ मैले चाहिँ फ्राई प्यान सानो भएको भए चाहिँ 2 टा मात्रै फ्राई गरेको छु। यसरी फ्राई भइसकेपछि मेरो चाहिँ फर्स्ट टाइम भएको भए चाहिँ हल्का रातो-रातो बडी भएको छ, तर ओभरअल सबै राम्रो छ अनि मिठो पनि छ। थ्याङ्क